यो 400 रुपियाँ पचारै जान्छु। आई लभ ऋषिकेश। थ्याङ्क यू जेन्टलम्यान। व्हाटएभर। हाई एभ्रिवान, न्यू डे न्यू भ्लग। कति डे? डे 6 इन उत्तराखण्ड। आज हाम्रो लास्ट डे। भोलि हामी जाने हो घर, ब्याक टु दिल्ली। अनि आज हामी जाँदैछु, पूजा पनि गरे, सबै घुमे। आज चाहिँ हामी बस चिल गर्न जाँदैछु, चिल जस्तो चिल। एक दिन पनि किन वेस्ट गर्नु होइन। अनि त्यसको लागि आज बुढाबुढी एकदम कुल भएर चाहिँ चिल। कुल त म देख्दैछु त, अरू सबै फुल। चलो अब गएर भेट्नुपर्छ, किनकि फोनमा पनि स्पेस छैन। ल स्पेस खाली गर्दा गर्दा काबु भइसक्यो। बाई, सी यू। चलो हामी भर्खर आइपुग्यो ऋषिकेश। अनि यो हो जानकी झुला। अनि बार के देखाउनु जानकी झुला होइन। अनि अब चाहिँ हामी जाँदैछु कता अरे, बिटोल आश्रम। मेरो बाल खराब गरिदियो है, यहाँ ल्याउ चस्मा। बाल खराब गरिदियो। जाँदैछु बिटोल आश्रम। खै ल्याउ चस्मा, आफ्नो चस्मा सेतो लगाऊ है। जे मैले म लगाउँछु त्यही लगाउँछ। मलाई मनपर्छ त म लगाउँछु। खराब, यहाँ ल्याउ। ओके, टिकट काटा। टिकट काट ले, अब चल रहे हैं बिटोल आश्रम। यो हेर्नुको लागि 400 रुपियाँ दिएको हामीले, खण्डर हेर्नुको लागि। छक्कै हिजोदेखि बिटोल आश्रम भनिँदै यहाँ छक्कै उडाइसकेको छ। आइडी पनि चाहिने अरे, कार्ड पनि चाहिने अरे, के हो यस्तो। पहाडमा आइपुग्यो। यो बिटोल आश्रम। यो पनि उकालो रहेछ, एक नम्बरको। यो फोटो खिचौँ न भित्र बसेर। माथि हुनु न, माथि यो भन्दा पनि राम्रो छ। बाहिर यही खिच्नु। कहिले आयो? अरे यार तुम थाहा छैन, पहिला बुढीसँग, आइसक्यो। पहिला केटीसँग आएको होला। Obviously. I wish my access. हामी चाहिँ मेन गेटबाट इन भयौँ। भन न नि, तिमीले भन्दै जान्छ। जसको हातमा पक्रा। यहाँ के गरेको अन गर्यो चाहिँ। चलो मेन गेट इन भए। ओबी गर्दैछ। यहाँ गरौँ, यहाँ जङ्गल कहाँ खै कहाँ गएको। अर्को एउटा मैले ठुलो बढी आश्रम देखेको थिएँ, कहाँ थियो त्यो? हामीले चाहिँ यो खण्डर घुम्नुको लागि 400 रुपियाँ दिएर आएको छु। भगवान् कतिपल्ट भनेको होला, पचेको छैन हो, हल्का पच्दैछ। अब यो 400 रुपियाँ पचारै जान्छु। यत्तिकै दिएको 400। 400 त हामी एक दिनमा खाँदिनँ। एक दिनमा घुम्नु 400, त्यहाँदेखि खण्डर घुम्नु, त्यो नि यस्तो खण्डरी। हामी पुग्यो अर्को खण्डर। जोडले बोलेको मान्छे खाएर न भित्र रेस्टुरेन्ट पनि रहेछ। ओहो हो भुतिया लाइट। यसमा पहिलाको जमानाको रहस्य छ है। अब यहाँ चाहिँ बिटल्स भन्ने जुन ब्रान्ड चाहिँ युज हो, के आमा थिएन यहाँ द्याट इज व्हाट इट इज। वाह, चलो 400 रुपियाँ पुरा हुँदैछ अब मेरो। हर हर बोले महादेव। हर हर महादेव हो। भोले पनि त हो नि। अगाडिबाट त्यो भित्र रेड आई लेखा, रेड आई। डर लाग्यो यहाँ राति होइन त म त बेहोस। किचन अरे जाने, डर लाग्यो। कसले बनाएको रेड आई? फेरि ओम अरे। बहुत डरावना। न
सक्दिनँ भाइ किन आएँ यहाँ बाँदरहरू खेल्दैछ जग्गा त खतरा छ त अनि है मैले यो जग्गा चाहिँ अघिदेखि खोजेको यहाँ चाहिँ मेरो दिदी आएको थियो यो जग्गा खोज्दा खोज्दा भए फाइनली पाएँ अब यहाँ गएर फोटो खिच्ने हो भिडियो बनाउने हो चलो 400 रुपियाँ पुरा भयो मेरो लागि अब हिँड न यहाँबाट हो कि कताबाट हो नाइस यही भनेको ढिलो भयो अब चाहिँ जाने हो जाने चलो चलो बिटोल आश्रम भी घूम लिया यो एउटा पुरानो आश्रम हो पहिला यहाँ मान्छेहरू मेडिटेट गर्नुको लागि आउँथ्यो त्यसलाई सबै माथि नम्बर लेखिरहेछ यो घरमाथि 66 67 गर्दै है पहिलाको जमानाको चिज हो यो वापस चल्तिए कतै पनि घुम्नु पाइनँ भन्दामा आधी त घुमेँ ढिलो आइपुगेको थिएँ त्यो पनि हो सबै खण्डर त थियो है मेनवाला जहाँ लोकेट थियो द बेटल आश्रम त्योवाला पुग्यो होइन अनि छिटो आउनु पर्ने रहेछ 4 बजी चाहिँ अफ हुँदो रहेछ यहाँ होइन छिटो आउनु पर्ने रहेछ 3:30 बजी एन्ट्री लास्ट आई लभ ऋषिकेश चलो चलते आओ ना यहाँ फोटो खिच्नु भिडियोमा आऊ न एक्जिट वी आर गोइङ ब्याक नाउ यो ब्याक आज ऋषिकेशको लास्ट डे अनि यो लास्ट डे मेरो डेस्टिनेसन तर मजा आयो यो जग्गा चाहिँ पुरा स्ट्रिक्ट छ नहीं बस थैंक यू क्युटिजहरू हामीभन्दा कम्ती वी आर टायर्ड नाउ लेट्स हैव सम नारियल पानी शक्ति आइरहेछ एनर्जी विल बुस्ट आवर एनर्जी नाउ थैंक यू जेंटलमैन यो स्ट्रॉ त गर न जेंटलमैन हुआ न स्ट्रॉ छिटो छिटो सँगै बुस्ट आवर एनर्जी कस्तो मिठो रहेछ नारियल पानीको एउटा पानी पनि नछोड है try this aloo tikki for the first time है हो अब ये के क्लोज अप हो अब चलो अब खा रहा है आलू टिक्की for the first time बन टिक्की हो बस न खान्छ पिरो यसले के खान्छ बिचारा खाना माग्दैछ बन आधी त खिलायो त्यसलाई आधीहरूलाई बिचारा भोक लागेछ वही त जो हामी आश्रमबाट निक्ले अब हामी जान्छौँ घर किनकि आजको लागि यति नै हो डे 6 एक हप्ताभन्दा हुन्छ होइन 1 विक इन उत्तराखण्ड अगाए नारियल पानी रुपए का आएगा 350 जाता है जबकि दोनों मिला के 400 में देगा ना ये इतना नहीं है प्रॉफिट नानुको लागि 450 बोलो 400 में यही सही है ये सबसे अच्छा कलर है ज्यादा बिकते हैं नानी को लगी मजाको ग्रे में बड़ा साइज है मैडम ग्रे में थोड़ा अच्छा था ना अनि यो कलर मजाको छ त नि ज्यादा अच्छा नहीं है ये सबसे ज्यादा बिकता है त्यो त महिला हो मजाको देखिरहेछ सबसे ज्यादा बिकता है ये कलर और क्या
ठीक है ये फटा हुआ है फटा हुआ नहीं है मैडम The next day. अब चाहिँ हामी गएको घर रेडी भए 6 डे एक हप्ता उत्तराखण्डमा एकदम दामीको दामी पनि दामी थियो अनि अब चाहिँ घर जानु पर्यो घर पनि मिस गर्दैछु पुरा 6 बजीको ट्रेन छ अब निक्लेको बाई बाई वापस घर की तरफ चल दिए घर पनि जानु पर्यो ऋषिकेशको ट्रिप पनि खत्तम उत्तराखण्डको ट्रिप तर निक्लेको अब बाई बाई जाउँ मेरो बुढाले कम त भारी ब्याग बोकेको छैन त घर आइपुगे हरिद्वार रेलवे स्टेसन ब्याक टु होम एकजना यति छिटो आए अझै 1.5 घन्टा छ हाम्रो पास अनि एकजना खाँदैछ घिचुवा खोइ पेटिसको दिवाना म चाहिँ फेन्टाको क्यानवाला स्टिल वेटिङ वेट गर्दा गर्दा राति भइसक्यो लाइट अन भइसक्यो तर ट्रेन आएको छैन 6 बजीको ट्रेन टाइममै छ छैन 6 को थियो ट्रेन 6:10 भइसक्यो थोड़ा से टु के चुचु नै हो मेरो यी बकवास गर्छ चुच्चे मेरो नाम यतिको छुची राखिदिएको थियो मेरो बाजे बोजूले whatever च्याउरे न च्याउरे ट्रेन नआएर रिस उठिसक्यो क्या घर जानु मन लागिसक्यो फेरि ट्रेनमा चढे अब जाने हो स्नैक्स पनि आयो यस ब्याक टु होम पुरा खुसी लाग्दैछ तर मेरो बुढाले घर जाने सिरोको टोइलेट सफा गर्छ हामीले गर्छ सिरोले घरभरि एकदम अरूलाई राख्नु दिएको थियो अरूको क्वार्टरभरि टोइलेट गरेको छ गएर अब सफा गर्छ भोलि बिहान त गर्नु हुँदैन अहिले घरमा कोही पनि छैन ताला लगाएर कहाँ गएको छ अरे यही मौका हो गर्ने त्यसको माथि थपिदिएको छ अरे त्यसले जे गरेको थियो त्यसको माथि अझै थपिदिएको छ अरे बुझ्यौ तिम्रो लागि बाउको लागि चलो ठिकै छ अब खाम हाम्रो खाना पनि फ्रेस गरमा गरम टेस्टी के भएको सफा गर mana के भन्नु म भनेर आएको फाइनली दिल्ली आइपुगे यहाँ अलिक सामानहरू हेरेर गर्नु बहुत चोरहरू हुन्छ नि यहाँनिर रेलवे स्टेसन पहुँच गए बैक टू होम